ल साथीहरू आज चाहिँ अर्को दिन सुरु भयो। हिजो चाहिँ मैले 9 बजीसम्म भिडियो बनाउन पाएँ अनि अहिले चाहिँ बनाउनु त्यहाँ पछि चाहिँ रात पऱ्यो। भिडियो बनाउनु मेसै पाइनँ, बाटोसाटो नचिनेको भएर पहिलोचोटि आएको भएर त्यहाँ अब अहिले चाहिँ बल्ल ठाउँमा आइयो। यो रहेछ अर्घाखाँचीको सदरमुकाम, के भन्थ्यो नाम बिर्सेको, सम्धी है के भने जस्तो लाग्छ। यो रहेछ सम्धी बजार। यही जाली ल्याएर आएको, जाली यहीँ झार्ने। अब फेरि यो जाली झारेर फर्किने। अब फेरि कति समय लाउने फर्किन। हिजो रात परेर नदेखाउन मिलेको ठाउँहरू आज अहिले चाहिँ देखाउने छु। जहाँसम्म म यो अर्घाखाँची लगाइसकेपछि रात परेको त्यहाँसम्म देखाउने छु। त्यहाँबाट उता चाहिँ हिजै खिचेको राम्रो राम्रो भिडियोहरू भोलि हाल्नेछु युट्युबमा, हेर्नु होला सबैले। ल साथीहरू, यही रहेछ अर्घाखाँचीको बजार चाहिँ, यही सदरमुकाम के सम्धी भन्ने ठाउँ। त्यहाँ रहेछ बस्दाखेरि यही रहेछ ठुलै रहेछ बजार त। म त यस्तो होला अनि सोचेको थिइनँ, ठुलो रहेछ बजार बस्दा त्यहाँ रहेछ साथीहरू। ल हेर्नु साथीहरू, यहाँ त यस्तरी हुँदैछ खेती पनि, ओह्रालो ओह्रालो पाखा हुँदैछ बारी नि। हाम्रा त सम्म हुन्छ, यहाँ त ओह्रालो ओह्रालो हुँदैछ। यस्तोमा लाउँदैछ मकै साथीहरू। ल हेर्नु साथीहरू, अर्घाखाँचीको गाउँ भिरालो भिरालो हुन्छ भित्र नि। हाम्रो आएको जस्तै हात रहन्छ, ओह्रालो ओह्रालो त घर त मकै पनि यहाँ त। हाम्रा त सम्मसम्म बारी जस्तो बनाउँछ, यहाँ त पाखै छरिदियो। ल हेर्नु साथीहरू, वातावरणमा काँसी खसेको झर्ना हो रे यो। भन्छु मैले नपताउनु होला, फेरि पताउनु भने झ्याउ हुन्छ। त्यही यो काँसी खसेको झर्ना। त्यो झर्ना बस्ने भने गर्मी बेसरी गर्मी भयो क्या, बस्ती खानु भन। एकछिनमा देखाउँछु साथीहरू। फर्किनु लगाएको म चाहिँ घर। अहिले चाहिँ कति बजे पनि 3:30 भयो कि 3 बजे होला। ल हेर्नु साथी, ओरिजिनल बाहुबलीको झर्ना यही हो। अच्छा अरे हो जुन नाम बोल्थ्यो भयो, यही हो बाहुबलीको झर्ना ओरिजिनल। ल साथीहरू, त्यो पारी देखेको चाहिँ फलेवास हो, उताको चाहिँ कुर्गा हो। मैले सुरुमा ड्राइभर आएर भर आएर चलाएको बाटो यही हो क्या। यो बाटोमा चलाएको मैले सुरुमा। अलि चाक्लो जस्तो भएको छ कि त्यो बेला त साङ्ग्रो थियो। हो यो बगरबाट बालुवा बोकिन्छ त माथि। र फलेवास भइहाल्यो, यो रोड थियो। सिङ्गल ब्रेक छुटाएर हिँड्नुपर्ने थियो बाटो। अलि चाक्लो देखिन्छ चाहिँ हेर्दाखेरि। फेरि एकछिनमा देखाउँछु साथीहरू।